गाइज वेलकम छ मेरो भ्लगमा मिनी भ्लगमा। आज चाहिँ काठमाडौँ जाँदैछु। यहाँ चाहिँ मान्छेहरू त्यही जाने के अरे भ्रमण जानको लागि काठमाडौँ। यो चाहिँ पार्ट 2 है। म जान्छु अब स्टार्ट गरेर। रोक्नु गाइज अझै टाइम लाग्ने छ। रोक्न टाइम लाग्छ धेरै। हल्का पछि-पछितिर यो भ्लग बनाएपछि हुन्छ त गाडी यस्तो घुमाउने असलीको एउटा हुन्छ टिभी त्यो मात्रै खेल्ने होला। बट किन्नु छु। लाइक शेयर सब्सक्राइब गरिदिनु। अब चाहिँ म जान्छु है गाइस। अझै टाइम लाग्नेवाला छ के हो त्यस्तो लाग्छ मलाई चाहिँ। अब जान्छु रोक्नै गाइस चाहिँ मजै छ गाइस। अझै टाइम लाग्दैछ अलि त गाइस। पसिना आएको छ। अब जाँदैछु स्टार्ट गरेर अब जान्छु है गाइस। आज चाहिँ म राम्ररी चलाउने भनेको छु। कतै पनि नठुक्कोस् यार। गाइस अब चाहिँ म गइसकेको छु। पसिना आइरहेछ गाइस। यस्तो गर्मी छ है गाइस। यो चाहिँ अटो। यो चाहिँ मैले गेमवाला अटो बनाएको छु। पर्सनली अटो यो चाहिँ गेम खेल्ने है गाइस। घुमाउने बाटो पनि आउँछ। गाइस म चाहिँ खेल्दैछु। लाइक शेयर सब्सक्राइब गरिदिनु होला है गाइस। अझै टाइम लाग्ने छ। आज चाहिँ मेरो छोटो मिठो खलासी बनिँदैछ है गाइस। खलासीसँगै छ मेरो गाडी। खलासी पनि छ। कहिले ओरोदोरो गर्छ खलासी चाहिँ। चल जाँदैछु। आज चाहिँ मेरो त्यस्तो लामोवाला बनाएको छैन है गाइस। फेरि पछितिर पनि हाल्नेछु। गाइस अझै 2 मिनट जति लाग्नेछ। 2 मिनट त भन्दैन अझै हल्का लामै होला। सो गाइस मेरो चाहिँ हातै पसिनाले भिजिसकेको छ। एउटा हातले म चलाउन सक्छु कि नै गाइस। एउटा हातले चलाउँछु। एउटा हातले चलाउँछु है। लाइक शेयर सब्सक्राइब गरिदिनु। 1 मिनट भइजान्छ। प्यासेन्जर पनि बसाइसकेको छु गाइस। प्यासेन्जर बढ्यो। अब चाहिँ म स्टार्ट गर्नेछु। सो गाइस तपाईहरु चाहिँ केटीहरु के देख्ने बित्तिकै तपाई हिरो केटीहरु देख्ने बित्तिकै लाइक गर्नुहुन्छ। तपाई चाहिँ आफ्नो हेर्नु। अब तपाईहरुले डेडी मम्मीको लागि माया मान्नुहुन्छ कि मान्नुहुन्न हेरौँला। कमेन्टमा भन्नु हिरो राम्रो लाग्छ कि आमा बाबा है। आमा बाबाले लाइक शेयर गरिदिनु। कमेन्ट पनि गरिदिनु होला। फेरि केटी हिरोलाई मन पराउनुहुन्छ भने सिधै केटीहरुलाई मन पराउनुहुन्छ भने सिधै यो ज्ञानदेखि हटिजानु होला है गाइस।
अब हलिँदैछ गाइस। अब चाहिँ काठमाडौँ पुग्न लागिसकेको छ हाम्रो। गाइस तो घुमाउने बाटो हुन्छ गाइस। सो गाइस तपाईहरुले लाइक चाहिँ कस्तो लाग्यो छोटो मिठो ब्लगमा लाइक शेयर सब्स्क्राइब कमेन्ट पनि गरिदिनु होला। यो आजको लागि यति, बाइ।